आज हामी 2081 सालको फागुनको 29 गते मार्च 13 तारिक हामी यो गोदावरीको मार्बल उत्पादन गर्ने ठाउँ अहिले बन्द भइसकेको अवस्था रहेछ। यो ठाउँमा हामी आएको छौँ। यति रमाइलो लाग्यो। मलाई लाग्छ यो ठाउँमा म आइपुग्छु कि आइपुग्दिनँ मलाई थाहा थिएन, तर आज संयोग मेरो छोरा उले स्पेसल योजना बनाएको हुनाले आज हामी यहाँ आइपुगेका छौँ। यो अविस्मरणीय क्षण म कहिले पनि भुल्न सक्दिनँ। विशेष गरेर हाम्रो सागर तामाङ, निमा तामाङ, योन्जन छिरिङ तामाङ अनि यसको साथमा म साथमै छु। यति रमाइलो भयो। यो क्षण कहिले भुल्न नसक्ने अवस्था हो। पहिला यसरी मार्बल काट्ने गरेको रहेछ, अहिले हेर्नुहोस् अहिले बन्द रहेछ। यसरी मार्बल काटेको रहेछ। काठमाडौँ भ्यालीको लागि मार्बल प्रोडक्सन गर्नको लागि यो क्रेन जडित गरिएको रहेछ र अहिले चाहिँ बन्द रहेछ। म अहिले खुसी छु। यहाँनिर एउटा क्रेन रहेछ, यसले चाहिँ काट्ने गर्दो रहेछ यो क्रेनले, अनि त्यो क्रेनले तानेर तल झार्दो रहेछ क्रेनबाट। अहिले चाहिँ टोटली बन्द रहेछ। यहाँ काम गर्ने कार्यकर्ताहरूले चाहिँ यहाँनिर खाना बनाउने ठाउँ रहेछ पहिला। यो इतिहास हो। पृथ्वीनारायण शाहको दरबार गोर्खामा पनि यसरी राजाको आमाले चाहिँ के भन्छ छोरालाई पृथ्वीनारायण शाहलाई सेक्ने चुला जस्तै यहाँ पनि एउटा त्यहाँको कार्यकर्ताले भात पकाएको चुला अहिलेसम्म यहाँ अझै पनि खरानी रहेछ। मलाई एकदम खुसी लाग्यो। यसरी टुरिस्टहरू पनि आउँदो रहेछन् कहिलेकाहीँ। यो क्रेन रहेछ, यसले चाहिँ काट्ने काम गर्दो रहेछ पहिला। खुसी लाग्यो। यस्तो ठाउँमा पनि यस्तो चिजहरू जडित गरेर हाम्रो नेपालको पहाडमा यसरी ढुङ्गा उत्पादन गरेको रहेछ। यो ढुङ्गा यसरी काट्ने गरेको रहेछ, तर अहिले के कारणवश केही प्रब्लम थियो होला अथवा केही प्रब्लमको कारणले गर्दा बन्द गरेको रहेछ। अहिले यसरी चाहिँ मार्बल काटेर मार्बल उत्पादन गरेको रहेछ। एकदम खुसी लाग्यो। आई एम सो प्राउड फर दिस मोमेन्ट। आई विल नेभर फर्गेट इट। थ्याङ्क यू सो मच टु अल Nepalese and all our interested person. Thank you so much. यो मेरो 3 जना छोराहरू सागर तामाङ, त्यसको पछाडि हाम्रो चाहिँ निमा तामाङ, हाम्रो संजोग तामाङ, यो सेतो टी सर्ट लगाएर सेतो चस्मा लाउने, अहिले उसलाई थकाइ लगाएर बिसाइसकेको अवस्थामा छ उसको भारी। थ्याङ्क यू सो मच। आई एम सो प्राउड। थ्याङ्क यू सो मच।